छोरो त एक्लै हो होइन एक्लै छोरोपछि आमाले माया पनि गर्छ होइन माया गर्दै गर्दाखेरि के छ भने अहिले त कहिले बानी पनि बिग्रिने रहेछ क्या धेरै माया गर्यो भने झुटा असाध्यै बोल्ने क्या कहिले भया नमान्ने एउटा काम गर्यो भने अर्को काम गरिरहेको छु भन्ने अनि आमाले त्यो आफ्नो छोराको हेबिटतिर साह्रै दुखी बोल्नुभएको अनि एकदम बुवाले के विचार गर्नुभयो भने अब यो छोरालाई कसरी लाइनमा ल्याउने यसले झुटा बोलेको कसरी पत्ता लगाउने भनेर उसले चाहिँ एउटा मेसिन किन्न पाएको थियो मेसिन किन्न पाएको थियो छोराले चाहिँ झुटा बोलेको पत्ता लगाउने मेसिन किन्न पाएको थियो भनेर बुवालाई त्यो खालको आइडिया पुर्यो दिमागमा त्यसपछि बुवा त्यसको खोजीमा बजारतिर जानु बजार गएपछि एउटा मेसिन पाइयो क्या त्यो मेसिन नाम ट्रुथ डिटेक्टर मेसिन साँचो पत्ता लगाउने त्यसको विशेषता अलि अनौठो खालको क्या कस्तो खालको रहेछ भने जोसुकै होस् बच्चा होस् बुढा होस् झुटा बोल्यो भने ट्याक्ट गालामा हाल्ने क्या ट्याक्ट गालामा हाल्ने क्या त्यस्तो खालको रहेछ होइन त्यसपछि अब छोरा स्कुलबाट 4 बजेको घर आउँछ अनि बुवाले सोध्नु आज त स्कुल पढायो होला नि होइन तिमीहरू मजाले स्कुल पढेरै आउला त घुम्न त गएनौ नि है म त आज स्कुलबाटै आयो नि है स्कुलै पढेर आएँ भनेर भन्ने बित्तिकै मिसिनले ट्याक्ट गालामा हालिहाल्यो नपढाएर रहेछ होइन दिनमा स्कुल लगाएर रहेछ छोरा छ अनि बुवालाई रिस उठ्यो छोरा कहाँ गयो होला त भनेर अनि बुवाले साँच्चै बोल्छ कि कुद्नुपर्छ भनेर भनिसकेपछि बुवाले कुद्नुहुन्छ कि क्या हो भनेर अनि छोराले बताउनु पऱ्यो बुवालाई भनेर चाहिँ बुवा म आज साथीकोमा गएको थिएँ को साथीकोमा गयो त साथीकोमा गएको त ठिकै रहेछ मेसिनले केही गरेन को साथीकोमा गएको त भनेर भनिसकेपछि बुवा म हरिकोमा गएको थिएँ आज हरि साथीकोमा गएको थिएँ रहेछ प्याट्ट गालामा हालिहाल्यो हरिकोमा चाहिँ प्याट्ट गाला अब बुवालाई त रिस उठिहाल्यो छोरा फेरि झुटो बोल्यो तिम्रो भाइ गएरै नसुध्रिने भयो अब तिमीलाई आज दिनभरि चाहिँ खाना पनि खुवाउँदैन बाँधेर राख्नु पऱ्यो डोरीले बाँधेर राख्नु पऱ्यो तिमी सही बोल्ने कि बाँधेर राख्नुपर्छ भनेपछि अब छोरा अझ डरा अब त बुवाले चाहिँ दिनभरि बाँधेर खाना पनि नखाएर त गाह्रो छ नि भनेर अब बुवालाई बताउनुपर्छ भनेर छोराले चाहिँ बुवा म आज गर्लफ्रेन्डसँग घुम्न गएको थिएँ भनेर कुरा त सही नै छ गर्लफ्रेन्डसँगै घुम्न गएको रहेछ मेसिनले हानेन नि त प्याट्ट हानेन तर बुवालाई त रिस उठ्यो नि त विद्यालय पढ्न पठाएको छोरो गर्लफ्रेन्डसँग घुम्नु गयो भने त रिस उठ्दैन रिस उठ्यो अनि बुवाले रिसले सुरु भयो भन्नु हो बिग्रिरहेको छिटो बाटो थियो मेरो छोराको बिग्रिहाल्यो गाह्रो भयो अब तिम्रो उमेरमा छोरालाई सम्झाउँदै बुवाले के भन्यो भने तिम्रो उमेरमा नि उसलाई त गर्लफ्रेन्ड भन्ने थाहा थिएन तिमीले यस्तो गर्ने होइन अनि तिम्रो उमेरमा त मलाई गर्लफ्रेन्ड भन्ने थाहा थिएन भनिसकेपछि मेसिनले प्याट्ट खत्तम गर्ने बर्बादै भयो नि बुवालाई पनि गर्लफ्रेन्ड भन्ने थाहा रहेछ नि अनि त तिम्रो उमेरमा त मलाई गर्लफ्रेन्ड भन्ने थाहा थिएन भनेर मेसिनले प्याट्ट हालिहाल्यो अनि आमा पनि त्यहीँनिर बस्नु भएको थियो अनि आमाले पनि भन्नुभयो छोरा किन नबिग्रियोस् त आखिर छोरा त फाइनै हो नि भनेपछि मेसिनले आमालाई प्याट्ट हाल्यो